हेलो नमस्ते सबैजनालाई। मैले गुन्द्रुकको अचार बनाउँछु। तपाईँ हेर्न सक्नुहुन्छ। त्यसको लागि हामीले लसुन र अदुवाको पेस्टलाई हामी फ्राई गरेर तयार गर्छौँ। लगभग भइसकेको छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ बङ्गुरको पिस गरेर हामीले राख्नु पर्ने हुन्छ। यता पिस गरेर धेरै ठुलो पिस गऱ्यो भने मुखमा ठुलो नै जान्छ। त्यही भएर सानो सानो पिस गर्नुपर्छ। नै त तपाईँको अचार चाहिँ 2 दिनमै भइहाल्छ। पिस पर्छ स्पेसल पिस। यो चाहिँ सुकुटी गरेर राखेको है। तपाईँले हेर्न सक्नुहुन्छ। यो हामीले आगोमा सुकाएर आग बस्छ। स्लिप भयो। कराई बसालेर अब यसलाई चाहिँ हामी तताउनु मात्रै हो। यसलाई भुट्नु पनि होइन। अब तताएपछि गरम हुन्छ। अनि त्यसपछि यसले मसला चाहिँ हाल्छ। कराई तातेपछि यो हाल्ने। ल तपाईँले देख्न सक्नुहुन्छ। कराई अब तात्यो। कराई तातेपछि हाल्दैन होला। चलाउनु यसलाई तताउनु मात्रै हो। यसलाई भुट्ने होइन। यसको तेल अलरेडी लगभग आगोमा पक्लेर गइसकेको छ। एकछिन तात्नु दिनलाई। तपाईँले देख्न सक्नुहुन्छ। यतिको भयो। धेरै तताउनु होइन। अब यसलाई बन्द गरिदिउँ। बन्द गरेर अदुवा र लसुन तताउनु मात्रै है। इन्डियाबाट लिएर आएको मिचिङा। अब यसलाई पिसेर मासुमा हाल्ने छौँ।
अब यो अदुवा लसुनको गोटे यहाँ हाल्दिने मासुमा। थोरै हाल्दिने। यो मिसिङमा बोटीको पाउडर हाल्दिनु। अनि ढिलो खुर्सानी एकदम पिरो हुन्छ यो। अनि यसलाई मस्त मोल्नु अब। मैले हातले मोल्न सक्छ तर धेरै तेल हुन्छ। देख्न सक्नुहुन्छ तेल लगभग मिसिसकेको छ। तपाईँले तेल एक्स्ट्रा हाल्नै परेन। कतिको रातो चाहियो कतिको पिरो चाहियो। रातो पनि गर्छ यो पिरो पनि गर्छ। पाउडर हो ज्यादा कम्पनी छ। ल तपाईँले अब ध्यान यहाँ देख्न सक्नुहुन्छ। तपाईँको यहाँ लगभग भइसक्यो। अब यसलाई हामीले बोतलमा हालेर कति हुन्छ 1-2 हप्ता म्यारिनेट गर्न दिनुपर्छ। घाममा सुकाएर राख्नुपर्छ। त्यसपछि यो टेस्ट निस्किन्छ यसको। ल तपाईँले देख्न सक्नुहुन्छ। अब हामीले यो अब बोतलभित्र हाल्छ।